साथीहरूलाई सन्ध्याकालीन नमस्कार मेरो। र म धन्यवाद पनि दिन चाहन्छु साइन नेपाललाई मेरो आफ्ना केही कुराहरू राख्ने मौका दिनुभएकोमा, र विशेष गरेर सफलताको शुभकामना पनि दिन चाहन्छु। सेलेक्टा जस्तो चाहिँ अहिले विश्वमा नै सबैभन्दा उत्कृष्ट यौन प्लान्ट उत्पादन कम्पनी चाहिँ अहिले हामीले डाइरेक्ट नेपालमा यौन प्लान्ट कम्पनी मार्फत उत्पादन भएका बिरुवाहरू चाहिँ नेपालमा ल्याएर यहाँ हामीले डाइरेक्ट किन्न पाउने जुन व्यवस्था गरिएको छ साइन नेपालबाट, र त्यो चाहिँ हाम्रो लागि एउटा उपलब्धिमूलकै कार्य हो जस्तो मलाई लाग्छ। यसको हामीले सही सदुपयोग गर्न सके खण्डमा चाहिँ आगामी दिनमा नेपालमा चाहिँ जुन पट प्लान्ट उत्पादन र को भेराइटीहरू गुणस्तरहरू चाहिँ एकदम उत्कृष्ट रूपमा चाहिँ उत्पादन हुने र हाम्रा उपभोक्तासम्म पुग्ने चाहिँ एउटा वातावरण तयार भएको छ। र विशेष गरेर चाहिँ अहिले सेलेक्ट यो राजधानी साइन नेपालबाट चाहिँ गोदावरी र लालुपाते दुईटाको चाहिँ जुन भेराइटी अहिले आएको छ, र हाम्रा साथीहरूले पनि अहिले विभिन्न जिज्ञासाहरू जुन गरेको छ त्यसलाई नै समेटेर र सेलेक्टाको तर्फबाट चाहिँ केही टेक्निकल कुराहरू पनि प्राप्त भएको, र उहाँले चाहिँ मलाई त्यसको अलिकति अध्ययन गरेर नेपालीमा हाम्रा पुष्प व्यवसायी साथीहरूलाई, पुरानाहरूलाई त धेरै थाहा छ, विशेष गरेर नयाँ यो सेक्टरमा चाहिँ आएका साथीहरूलाई चाहिँ केही जानकारी टेक्निकल कुराहरू दिउँ भन्ने हिसाबमा चाहिँ मलाई अनुरोध गरेको कारणले गर्दाखेरि म अहिले तपाईँहरू सामु उपस्थित भएको छु। र विशेष गरेर अहिले म गोदावरी र लालुपाते, हुन त गोदावरी र लालुपाते उस्तै नै बिरुवा हो, यानि कि सर्ट डे प्लान्ट, यानि कि जब हाम्रो उज्यालो घाम कम हुन थाल्छ त्यसपछि फुल्ने बिरुवा हो यो लालुपाते र गोदावरी। गोदावरीको विषयमा म विस्तृत रूपमा जान्छु, र त्यसपछि अर्को जुन स्लाइड आउँछ लालुपाते त्यसमा चाहिँ यही कुराहरू अलिकति दोहोरिनु भएकोले म त्यसलाई चाहिँ सर्टकटमा जानेछु। र म पहिला यो गोदावरीको बारेमै मैले भनिहालेँ कि गोदावरी टेक्निकल्ली चाहिँ हामी सर्ट डे प्लान्टको रूपमा हामी यसलाई लिन्छौँ। विशेष गरेर यदि रात यानि कि 24 घन्टामा 12 घन्टाभन्दा बढी चाहिँ जब अँध्यारो हुन थाल्छ, 13.5 घन्टा जति अँध्यारो हुन थालिसकेपछि मात्रै त्यो फुल फुल्न थाल्छ। त्यसैको कारणले गर्दाखेरि चाहिँ गोदावरीलाई हामी सर्ट डे प्लान्ट भन्छौँ। यसको चाहिँ दुईटा लङ डे र सर्ट डे भनेर हामी चाहिँ गर्छौँ। भन्नाले चाहिँ जस्तै हामी गोदावरी सामान्यतया कटिङ अब वैशाखदेखि नै राख्न सुरु गर्छौँ होइन, कटिङ निकाल्ने भयो त अझै चैतदेखि नै राख्न सुरु गर्छौँ, र यो चैत वैशाख जेठ असार श्रावण भदौसम्म चाहिँ हाम्रो दिन चाहिँ अलिकति लामो हुन्छ। भदौ 15 पछि चाहिँ अब दिनहरू अलिकति छोटो हुँदै जान्छ। त्यस कारणले गोदावरी र लालुपातेको पनि कुरो त्यही नै हो, बिरुवाहरू बढ्नको लागि, हाँगाहरू झाँगिनको लागि चाहिँ हामीलाई रातभन्दा दिनको आवश्यकता, उज्यालो बढी चाहिँ हामीलाई आवश्यकता पर्छ। त्यस कारणले यो बिरुवाको चाहिँ वनस्पतिक चरण जुन यानि कि यो बिरुवाको हाँगाहरू बढ्ने को लागि चाहिँ हामीलाई उज्यालो धेरै चाहिन्छ भनेर बुझौँ। र जब सर्ट डे हुन थाल्छ त्यसपछि मात्रै कोपिला फक्रिन थाल्छ, कोपिला लाग्न थाल्छ र कोपिला फक्रिन थाल्छ भनेर चाहिँ हामीले त्यसरी बुझौँ। र यसपालि अघि फोटो पनि देखिहाल्यो मल्टिफ्लोरा, त्यसपछि पट भेराइटी र डिस्पट भेराइटी भनेर तीनटा भेराइटी चाहिँ यहाँ नेपालको लागि उपलब्ध भएको छ। मल्टिफ्लोरा हामीलाई थाहा छँदैछ, हामी चाहिँ पहिला पम पनि भन्ने गर्थ्यौँ, सीमित मात्रामा कलरहरू थियो हामीसँग, भेराइटी पनि सीमित मात्रामा थियो। भन्दाखेरि यसपालिदेखि अब सेलेक्टा नेपालबाट डाइरेक्ट जुन G1 कटिङ आएको छ, अघि एकजना साथीले प्रश्न सोध्दै थियो कोपिला भएको कटिङ आउँछ त्यसको झाङ हुँदैन भन्ने कुरा, म अलिकति त्यसमा जान चाहन्छु। हुन त हाम्रो सेलेक्टाको हाम्रो साथीले भनि पनि सकेको छ, कटिङ चाहिँ विभिन्न यो भनौँ न जेनेरेसन 0, जेनेरेसन 1, जेनेरेसन 2, जेनेरेसन 3 हुँदै जान्छ कि। यदि कुनै ब्रिडरले, सेलेक्टा भन्ने चाहिँ ब्रिडर भयो, ब्रिडरले यो अध्ययन अनुसन्धान गरेर विभिन्न कलरका गोदावरीहरूलाई चाहिँ एडभर्टाइज गर्दै अथवा उनीहरूको ल्याबमा विभिन्न प्रकारले चाहिँ जब नयाँ प्रजाति बनाउँछ, त्यो चाहिँ विशेष गरेर टिस्यु कल्चरबाट बनाउँछ, र टिस्यु कल्चरबाट निस्केको जुन पहिलो बिरुवा छ हो त्यो बिरुवा चाहिँ जेनेरेसन 0 बिरुवा हो। र त्यो जेनेरेसन 0 बिरुवाबाट चाहिँ जब त्यसलाई चाहिँ हुर्काएर जब पहिलो कटिङ निकाल्छ त्यो चाहिँ जेनेरेसन 1 कटिङ भन्छ है। र जेनेरेसन 1 कटिङमा चाहिँ मात्रै त्यो बिरुवामा चाहिँ हुने यो आनुवंशिक योग्यता भन्छ जुन एउटा बिरुवामा हुनुपर्ने, जसरी एउटा मल्टिफ्लोराको कुरा गर्दाखेरि चाहिँ बिरुवा रोपिसकेपछि त्यसलाई बिना पिन्चिङ पनि त्यो प्रशस्त मात्रामा यदि त्यसको हावा पानी मल र वातावरण मिलाएको खण्डमा चाहिँ
आफै यो बल जस्तो हुनुपर्ने जुन उसको योग्यता छ हो त्यो जेनेरेसन 1 बाट चाहिँ हामीले जुन कटिङहरू राखिसकेपछि त्यो बिरुवा रोप्दाखेरि चाहिँ त्यस्तो हुन्छ। त्यही बिरुवाको लागि जेनेरेसन 2 मा फेरि कटिङ गर्दै दुई तीन चरणको कटिङमा चाहिँ हामीले गइसकेपछि त्यसको चाहिँ यो योग्यता भनौँ एक हिसाबमा योग्यता चाहिँ कम हुँदै जाने भएकोले पछि कटिङ निकालेका बिरुवाहरू चाहिँ त्यो किसिमको चाहिँ बल बन्ने किसिमको हुँदैन। र जहाँसम्म मलाई लाग्छ र पक्कै पनि सायद नेपालले जेनेरेसन 1 कटिङले ल्याएर हामीलाई दिएको छ र त्यो कटिङबाट अरू कटिङ हामी जब निकाल्दै जान्छौँ त्यसपछि त्यसको योग्यता चाहिँ घट्दै जान्छ भनेर हामीले बुझ्यौँ। त्यसपछि चाहिँ त्यसरी निकालेको कटिङहरूको चाहिँ जति फुल फुल्नु पर्ने हो त्यसरी फुल्दैन भन्ने चाहिँ त्यसरी बुझ्नु होला। र यो मल्टिफ्लोरा पनि बिना कटिङ यो आफै नै हाँगा फैलिने चाहिँ भेराइटीमा पर्छ। र त्यसपछि चाहिँ यो पट भेराइटी भन्ने थाहा छँदैछ हामीलाई। मल्टिफ्लोरा भन्दा अलिकति ठुलो हुन्छ र हाम्रो डिस्पट भेराइटी भन्दा सानो हुन्छ। त्यसलाई चाहिँ फेरि हामीले पिन्चिङ गर्नु जरुरी छ। अलिक चाँडै रोपेको सबै दुईचोटि पिन्चिङ नत्र अहिलेको बिरुवा लाँदाखेरि चाहिँ हामीले एकचोटि पिन्चिङ गरेको छ। त्यो विषयमा फेरि पनि आउँछौँ हामी। र डिस्पट भन्ने थाहा छँदैछ हामीलाई जुन हामीले चाहिँ यो गोदावरीको कम्पिटिसन गर्दाखेरि 4 वटा हामीले यो उपहार पनि दिने गर्छन् नि कम्पिटिसन पनि गराउने गर्छन् त्यही भेराइटी नै हो। त्यसमा विस्तृत रूपमा इसी भएको चाहिँ हामीले सोइललेस मिडियामा प्रोडक्सन गर्न सकेको अथवा त्यसमा फुल फुलाउन सक्यौँ अथवा त्यो गर्यो भने चाहिँ वास्तवमा सबभन्दा राम्रो भनेर चाहिँ भनिएको छ। तर नेपाली सन्दर्भमा हाम्रो नेपालमा अझै पनि सोइललेसमा चाहिँ हामीले काम नगरिरहेको खण्डमा अवस्थामा चाहिँ हाम्रो मध्यम मिश्रणको रूपमा चाहिँ हामीले 1 भाग चालेको माटो 1 भाग भर्मी कम्पोस्ट अरू कम्पोस्ट होइन गडौला मलले र त्यसपछि 1 भाग चाहिँ कोकोपिट पनि लो इसी वाला कोकोपिट मिसाउन सक्यौँ। र त्यसमा चाहिँ अलिकति यो हड्डी पिना र ट्राइकोडर्मा त्यो मिसाउँदाखेरि चाहिँ सोइललेस भन्दा पछिको मध्यम चाहिँ त्यो हो। र त्यस्तो यो मिडियामा रोपेको बिरुवा चाहिँ वास्तवमै राम्रो हुने गर्छ। र हामीले पिएच र इसीको बारेमा हामी जुन व्यावसायिक रूपमा काम गर्ने मान्छेहरूले चाहिँ त्यो जान्नै पर्ने हुन्छ। त्यसरी मिसाइसकेपछिको माटोको इसी कति छ पिएच कति छ भनेर हामीले जान्नुपर्ने हुन्छ। र यदि पिएचको मात्रा चाहिँ यहाँ लेखेको जति नहुँदाखेरि कम अथवा बढी हुँदाखेरि चाहिँ त्यो बिरुवाले त्यो माटोमा राखेको मलहरू चाहिँ धारण गर्न सक्ने लिन सक्ने क्षमता चाहिँ त्यसको कम हुने भएको कारणले गर्दाखेरि जुन सिफारिस गरेको छ पिएच गोदावरीको लागि यति चाहिँ हुनुपर्छ। त्यसको चाहिँ हामीले त्यस कारणले हामीसँग पिएच मिटर इसी मिटर र अझै लक्स मिटर पनि हामीसँग भयो भने व्यावसायिक रूपमा हामीले बिस्तारै काम गर्न चाहिँ सक्छौँ। सिँचाइको कुरा गर्नुपर्दा गोदावरीलाई के भनिन्छ भन्दाखेरि माथिबाट जुन हामीले साउल गर्ने सिस्टम जुन पानी हाल्छौँ त्यो त्यति उपयुक्त होइन। किनकि त्यसबाट चाहिँ यो मोइस्चरहरू बढी हुने ह्युमिडिटी बढी हुने पातमा त्यस कारण चाहिँ यदि दिनभरि राम्ररी घाम लागेर चिसो भएको बेलामा पर्यो र राति चाहिँ त्यो पात सुकेन भने त्यसबाट चाहिँ रोग जन्मिने भएको कारणले गर्दाखेरि ड्रिप इरिगेसनमा जानुपर्ने हुन्छ। र त्यो गर्न नसकेको खण्डमा चाहिँ हामीले अब पाइपले पानी पातमा नपर्ने गरेर चाहिँ दिनुपर्छ भनेर भनिएको छ। र पानी हाल्दाखेरि चाहिँ सधैँ बिहानै सबेरै घाम यो तात्तिनुभन्दा अगाडि सामान्यतया नेपालको कुरा गर्नु पर्दाखेरि असार साउन भदौसम्म कुरा गर्ने हो भने 9 बजे अगाडि असोज कार्तिक मङ्सिरतिर कुरा गर्ने हो भने 10-11 बजे अगाडि भनेर हामीले बुझौँ। प्रकाशको कुरा गर्नुपर्दा यसलाई प्रशस्त मात्रामा प्रकाश कतैबाट पनि नछेकिने किसिमको प्रकाश चाहिँ हामीलाई आवश्यक छ। धेरै मात्रामा चाहिँ प्रकाश चाहिन्छ भनेर हामीले बुझौँ। र प्रकाश कम हुँदाखेरि यसको चाहिँ उचाइ चाहिँ बढ्ने गर्छ। हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। विशेष गरेर चाहिँ 3टा चरण कुनै पनि बिरुवा रोप्दाखेरि एउटा चाहिँ वानस्पतिक चरण यानि त्यो वृद्धि हुने चरण, त्यसपछि कोपिला लाग्न सुरु हुने चरण र त्यसपछि फुल फक्रिने चरण। 3टा चरणलाई हामी बुझौँ। र जुन चाहिँ वानस्पतिक चरणमा छ त्यसमा चाहिँ सेलेक्टाले के चाहिँ सिफारिस गरेको छ भन्दाखेरि एनपिके को अनुपात चाहिँ 2:1:2 यानि कि 2 भाग यानि कि मानव नाइट्रोजनको मात्रा चाहिँ बढी भएको चाहिन्छ भनेर बुझौँ यसलाई। र त्यो भनेको चाहिँ यहाँ नेपालमा पाइने मल भने कि त 1990 अथवा 2020 मल चाहिँ बजारमा किन्न पाइन्छ। त्यो चाहिँ मात्रा सिफारिस गरेको मात्रा चाहिँ 0.8 देखि लिएर 1.2 ग्राम प्रति लिटर
चाहिँ कोपिला नबस्दासम्म चाहिँ त्यसलाई हरेक दिन त होइन, हामीले यहाँको कुरा गर्नुपर्दाखेरि चाहिँ कमसेकम पनि हप्तामा एकचोटि चाहिँ तपाईँहरूले हाल्नुपर्छ त्यो मल, र त्यो चाहिँ स्प्रे गरेर होइन, गोदावरीको लागि राम्रो चाहिँ ड्रेन्चिङ गरेर हाल्नु भनेर भनिएको छ। र त्यसपछि जब कोपिलाको सुरुवात हुन्छ त्यसपछि हामीलाई चाहिँ फस्फरस बढी भएको मल चाहिँ हामीले चलाउनु पर्छ। त्यो भनेको बजारमा कि त 12-31-0 कि यो 10-52-10 यस्ता किसिमका चाहिँ जुन फस्फरस बढी भएको मलहरू पाइन्छ, यो नपाए अरू पाइन्छ, त्यो चाहिँ अब बजारमा एग्रोभेटरमा तपाईँ जाँदा हुन्छ। त्यो चाहिँ कोपिलालाई बलियो बनाउनको लागि त्यो मलको मात्रामा हाल्नुपर्छ, कमसेकम हप्तामा एकचोटि भनेर बुझौँ। र त्यसपछि जब कोपिला चाहिँ फक्रन सुरु गर्छ, अलिकति ठुलो हुन्छ, त्यसपछि हामीलाई चाहिँ पोटास बढी भएको मलको आवश्यकता हुन्छ। र त्यो भनेको 0050 अथवा 13-045 बजारमा पाइन्छ। हो त्यो पनि फुल पक्रिन अथवा फुलको कलर थाहा हुन जब थाहा नहुन्जेलसम्म चाहिँ त्यसपछि हाल्नुपर्छ भनेर भनेको छ। र त्यसबाहेक यदि पातलाई चाहिँ अझै चम्किलो बनाउने र हाम्रो सेल्फ लाइफ अलिकति फुल फुलिसकेपछि त्यो फुल चाहिँ लामो समयसम्म टिकोस् भन्ने चाहनुहुन्छ भने चाहिँ एप्सम साल्ट यानि कि म्याग्नेसियम सल्फेट चाहिँ 1 लिटरमा 1 ग्राम राखेर 15 दिनमा एकचोटि चाहिँ त्यो चाहिँ अब पातमा स्प्रे गर्ने। र त्यसबाहेक हरेक 15 दिनमा एकचोटि चाहिँ ह्युमिक र फेल्विक एसिड भन्ने पाइन्छ बजारमा, त्यसले चाहिँ त्यो चाहिँ जरामा हाल्ने सिधै डेजिङ यो स्प्रे गर्ने होइन, त्यसलाई सिधै जरामा हाल्ने। त्यसले चाहिँ तपाईँले हाल्नुभएको मलहरू यदि त्यो माटोमा बसिरहेको छ, त्यो माटोमा राम्ररी घुलनशील हुन सकेको छैन, बिरुवाले लिन सकेको छैन भने चाहिँ त्यो बिरुवाले लिने वातावरण त्यसलाई बनाउँछ, जरालाई बलियो बनाउँछ। त्यस कारणले गर्दाखेरि 15 दिनमा एकचोटि हाल्नुपर्छ। र अर्को चाहिँ सीविड एक्सट्र्याक्ट भन्ने पनि 15 दिनमा एकचोटि, यो चाहिँ फेरि अब स्प्रे गर्ने। त्यसले स्प्रे गर्दाखेरि चाहिँ यो बिरुवालाई स्ट्रेस सहने क्षमता, यानि अचानक गर्मी हुँदा, अचानक जाडो हुँदा अथवा कुनै एकदम हावा चल्दा अथवा यानि कि स्ट्रेस जब बिरुवालाई हुन्छ त्यसलाई चाहिँ सहने क्षमता चाहिँ विकास गर्ने भएकोले त्यो पनि 15 दिनमा एकचोटि हाल्ने भन्ने कुरा गर्छ। र त्यसबाहेक अर्ग्यानिक मेटेरियलहरू पनि कम्पोस्ट टीहरू बनाएर अथवा बजारमा अहिले अर्ग्यानिक स्प्रे गर्न मिल्ने किसिमका यो मलहरू पाइन्छ, त्यो पनि 15 दिनमा एकचोटि चाहिँ तपाईँले दिनुभयो भने त्यसले चाहिँ जैविक सुधार र यो बिरुवाको रोग प्रतिरोधात्मक क्षमता चाहिँ विकास गर्छ भनेर चाहिँ भनिएको छ। र फुलको रङ देखिन थालिसकेपछि यानि कोपिला फक्रिन थालिसकेपछि चाहिँ त्यसपछि पानी मात्र दिने, मल दिनु पर्दैन। अलिकति अग्लो भएको छ, हामीले रोपेको बिरुवा पनि गमलामा रोपिसकेपछि प्रकाशको अभावले त्यो चाहिँ बढेको छ भने त्यस्तो अवस्थामा पनि तपाईँ त्यस्तो अवस्थामा चाहिँ फेरि पिन्चिङ गर्नुपर्ने हुन्छ। त्यसकारण अघि नै जुन भन्यो प्रकाश त्यसलाई प्रशस्त मात्रामा चाहिन्छ, यदि त्यो वातावरण मिलाएको छ भने पिन्चिङ गर्नुपर्ने आवश्यकता छैन। र त्यसपछि चाहिँ पट भेराइटीलाई चाहिँ अनिवार्य पिन्चिङ गर्नु पर्यो। पिन्चिङ गरेन भने चाहिँ त्यो त्यति जान हुँदैन। र पिन्चिङ गर्दाखेरि यदि अस्ति जेठतिर रोपिसकेको हो भने चाहिँ 2 चोटि गर्न मिल्थ्यो, अहिले रोपेको हो भने चाहिँ अब 1 चोटि पिन्चिङ गर्दा हुन्छ। यसमा चाहिँ थप भन्नुपर्ने कुरा चाहिँ पट भेराइटीको चाहिँ सामान्यतया सिलेक्टरले के भन्छ भन्दा एउटा 8 इन्चको बिरुवा छ भने 3टा बिरुवा चाहिँ रोप्नुहोस्, बिचमा खाली गरेर 3तिर यसो बाहिर हल्का ढल्काएर चाहिँ रोप्नुपर्छ भनेर सिफारिस गरेको छ। डिस्मट भन्ने कुरो हामीले थाहा छँदैछ, गैरिसले पनि भन्नुभयो विदेशतिर एउटै मात्र फुलाउनु चलाउँछ, तर हाम्रोमा चाहिँ सामान्यतया एकचोटि चाहिँ पिन्च गरिसकेपछि 3टा अथवा हाँगा 4वटा हाँगा निकाल्ने र त्यो हाँगाको चाहिँ टुप्पोमा जुन एउटा मुख्य कोपिला छ त्यो कोपिला राख्ने र अरूको सबै कोपिलाहरू निकाल्ने गर्दाखेरि त्यो चाहिँ राम्रो हुन्छ। र गर्ने तरिका पनि त्यही हो। त्यसमा तापक्रम र अलिकति फोटोपिरेटिक नियन्त्रणको कुरो पनि छ। यसलाई सामान्य भनि नै सकिन्छ। सकभर चाहिँ यो गोदावरीको तापक्रम चाहिँ रातिको तापक्रम 16 डिग्री भन्दा कम हुनु हुँदैन। यदि 16 डिग्री भन्दा कम भएमा चाहिँ यो कोपिला लाग्न सुरु गर्छ कि चाँडै। त्यस कारणले गर्दाखेरि अहिलेको हाम्रो तापक्रम चाहिँ न्यूनतम भनेको 16, 17, 18 नै हो। असोजसम्म हाम्रो मोटामोटी त्यही नै रहन्छ। र अधिकतम तापक्रमको कुरा गर्दाखेरि चाहिँ 22 डिग्री भन्छ, तर हाम्रो चाहिँ अलिकति बढी हुने भएकोले यदि गोदावरीलाई हामीले एकदम राम्ररी होचै फुलाउने, होचोमा फुलाउने हो भने चाहिँ हाम्रो जुन अहिले नर्सरीहरूमा ग्रिन हाउसहरू जुन छन्, टनेलहरू जुन छन् हो, त्यसमा चाहिँ गोदावरीको लागि मात्रै छुट्याएर त्यसमा चाहिँ सेतो नेट चाहिँ हामीले हाल्न सुरु गर्नुपर्छ।
त्यो नहुँदाखेरि हाम्रो नेपालको गोदावरी चाहिँ अग्लो अग्लो भइरहेको अवस्था छ। त्यति कुरा नै उज्यालो र अँध्यारोको कुरो चाहिँ विशेष गरेर हाम्रो कट फ्लावरमा चाहिँ बढी मात्रामा प्रयोग हुन्छ। समयभन्दा पहिला फुलाउनु पर्दा वा बेस सिजनमा फुलाउनु पर्दा चाहिँ यो फोटोपिरेटिक नियन्त्रण हामीले गर्नुपर्ने जरुरी हुन्छ। त्यो भनेको चाहिँ उज्यालो र अँध्यारोको नियन्त्रण, यानि कि सुरुमा मैले जुन भने नि 13-13.5 घन्टा भन्दा बढी जब अँध्यारो हुन्छ त्यसपछि गोदावरी फुल्न थाल्छ। त्यसकारणले यदि हामीलाई चाहिँ मानौ असोजमै गोदावरी फुलाउनु छ भने चाहिँ अब असोजमा त 13.5 घन्टाभन्दा फुलाउनको लागि कमसेकम त्यो वातावरण चाहिँ भदौमा चाहिँ 13.5 घन्टाको भन्दा बढी चाहिँ अँध्यारो भइसक्नुपर्छ। तर प्राकृतिक रूपमा त्यो हुँदैन। त्यसकारणले चाहिँ कृत्रिम रूपमा यदि हामीले भदौ असोजको साउनको अन्तिम र भदौको अन्तिमसम्ममा चाहिँ 1 महिनाको अन्तरालमा बिरुवालाई छोपेर 13.5 घन्टाभन्दा बढी अँध्यारो चाहिँ गर्न सकेको खण्डमा चाहिँ चाँडै फुलाउन सकिन्छ भन्ने कुरो चाहिँ त्यो यति मात्रै कुरो यसलाई बुझौँ। यी सबै कुराहरू डिटेलमा मैले यसको अध्ययन गरेर एउटा PDF पनि बनाएको छु। त्यो मैले सायद नेपाललाई उपलब्ध पनि गराइसकेको छु। तपाईँहरू पछि कसैलाई आवश्यक परेमा जसले बिरुवाहरू किन्नुहुन्छ उहाँलाई अध्ययनको लागि उहाँले उपलब्ध गराउन सक्नुहुन्छ। र अर्को सामान्य अब रोग तथा किराको बारेमा पनि त्यति धेरै जानु परेन। यसलाई चाहिँ लागिसकेपछि के गर्ने भनेर त थाहा छँदैछ हामीलाई। एग्रोभेटमा जाने, औषधि किन्ने, विषादी किन्ने, छर्ने होइन। तर त्योभन्दा पहिला चाहिँ लाग्नै नदिनको लागि के गर्नुपर्छ भनेर धेरै अध्ययन भइसकेपछि चाहिँ अहिले अरू कुरालाई छोड्दै निम ओइल भन्ने कुरा अब विगत केही 2-3 वर्ष अघिदेखि बजारमा व्यापक रूपमा चाहिँ प्रयोग हुन थालेको छ। यदि बिरुवा रोपेदेखि लिएर चाहिँ हामीले निम ओइललाई रोग लागे पनि नलागे पनि 15 दिनमा एकचोटि चाहिँ 1 लिटर पानीमा 2 ml राखेर स्प्रे गर्नुभयो भने चाहिँ त्यो रोग तथा किरा लाग्दैन। अब त्यसमा अरू पनि धेरै कम्पोनेन्ट हुन्छ हुन त रोग तथा किरा लाग्नको लागि। तर सामान्य मैले हामीले गर्न सक्ने प्र्याक्टिस मात्र भनेको निम ओइल चाहिँ 15 दिनमा एकचोटि चाहिँ सानैदेखि चाहिँ स्प्रे गर्ने बानी गर्नु भने त्यसले चाहिँ रोग तथा किरा लाग्दैन। लागिसकेपछि त के गर्ने भन्ने कुरा हामीलाई थाहा छँदैछ। त्यसपछि यो पिजिआरको कुरो जुन प्रडक्सन गर्ने गर्छ त्यसमा चाहिँ पिजिआरको बढी मात्रामा चाहिँ प्रयोग हुने गरेको छ। नेपालमा पनि व्यावसायिक रूपमा हाम्रो सञ्जीवजीले जुन बिरुवाहरू उत्पादन गरिराख्नु भएको छ उहाँले चाहिँ प्रयोग गरिराख्नु भएको होला। तर अरू साथीहरूले यो नर्सरीमा चाहिँ त्यति प्रयोग गरेको छ जस्तो मलाई लाग्दैन। कटफार्ममा चाहिँ यो जेब्रेलिक एसिड चाहिँ प्रयोग भएको मैले देखिरहेको थिएँ। यो जेब्रेलिक एसिडले चाहिँ हाइट बढाउने काम गर्छ। हामीलाई त हाइट होचो हुने काम गर्नु पर्यो। त्यसको लागि यहाँ लेखिएको छ। यो चाहिँ अलिक विशेष ध्यान दिएर अलिकति अध्ययन गरेर त्यसको यदि हामीले प्रयोग गर्न सकेको खण्डमा चाहिँ बिरुवाको हाइट बढ्न नदिने, बिरुवाको डाँठ मोटो बनाउने, बलियो बनाउनको लागि चाहिँ हामीले पिजिआरको प्रयोग गर्न सक्छौँ। यहाँ लेखिएको छ र यो चाहिँ अलिकति सावधानीपूर्वक प्रयोग गर्नुपर्ने भएको कारणले गर्दाखेरि यो मैले जानकारीको लागि मात्रै तपाईँहरूलाई दिएको। जसले यसको वास्तवमै प्रयोग गर्न चाहन्छ त्यसले चाहिँ पछि यता चाहिँ नेपालमा सम्पर्क गरेर त्यसको चाहिँ कसरी गर्ने, के गर्ने भन्ने विषयमा चाहिँ जानकारी दिनु होला। र यति भन्दै मुख्य 7वटा अघि मैले पोइन्टहरुमा भने उत्कृष्ट जातको छनौट गर्नु पर्यो। कटिङबाट कटिङ निकालेको जातले चाहिँ राम्रो फुल दिँदैन हामीलाई। त्यसकारणले गर्दाखेरि सकभर पाएसम्म जेनेरेसन 1 कटिङ हामीले प्रयोग गरौँ। यो हामीले जुन माध्यम जुन बनाउँछौँ पटिङ मिक्स त्यो उत्कृष्ट बनाऊ, किनकि जग बलियो भयो घर बलियो हुन्छ भने जस्तै त्यो जग चाहिँ हामीले राम्रो बनाउनको लागि चाहिँ लागौँ। त्यसपछि चाहिँ यो पोषण जुन हामीले सन्तुलित रूपमा चाहिँ न्युट्रिसन हामीले दिनुपर्ने हुन्छ। बढ्ने क्रममा नाइट्रोजन बढी, कोपिला लागेर कोपिला ठुलो नहुन्जेल फस्फोरस बढी र त्यसपछि फुल फुलाउनको लागि पोटासको आवश्यकता पर्छ र भन्ने कुरालाई बुझौँ। र त्यसबाहेक यो के थियो फुल्पिक एसिड र ह्युमिक एसिड जरा बलियो बनाउन र माटोमा भएको मल बिरुवालाई दिनको लागि माटोमा ड्रेन्चिङ गर्ने र त्यो सिविड एक्स्ट्रा बिरुवालाई स्ट्रेसबाट जोगाउनको लागि दिने भन्ने कुरा हामीले बुझिसकेपछि मोटामोटी पुग्छ। र त्यससँग अन्य पनि धेरै कुराहरू छ। पिन्चिङ र दोरी यो चाहिँ यो धेरै जान हुने भएको कारणले गर्दाखेरि जोडेर राख्नु हुँदैन भनिएको छ। अलिकति गमला अनुसार गमला चाहिँ यो यसलाई चाहिँ अब डिस्टेन्समा राख्नु पर्यो भनेर बुझौँ।
फोटोपिरियडिक पिरियडको बारेमा हामीले कुरा गर्ने सक्यौँ, आइपिएम व्यवस्थापनको कुरा हामीले गरि नै सक्यौँ र पिजिआरको सन्तुलित प्रयोग गर्न सके खण्डमा चाहिँ हामी चाहिँ अब व्यावसायिक रूपमा सफल हुन सक्छौँ भन्ने चाहिँ कुरो हो। र मैले यसलाई यति नै राखेँ यसको। र अर्को अलिकति सर्टकटमा म लालुपातेको सघाउँछु। सर्ट डे प्लान्ट हो यो। जब 13.5 घन्टाभन्दा बढी अँध्यारो हुन थाल्छ त्यसपछि मात्र लालुपाते फुल्छ भनेर हामी बुझौँ। यसको पनि वनस्पतिक चरण र प्रजनन चरण हुन्छ। गोदावरी जस्तै यो विषय मैले भनि नै सकेँ। र लालुपातेमा चाहिँ पिन्च गरिने जात र पिन्च नगरिने जात दुई थरी जात हुन्छ। यो अहिले अब कुन कुन जात आएको छ मलाई त्यो विषयमा थाहा भएन, पछि हाम्रो लोकनाथ सरसँग यस विषयमा जानकारी दिनु होला। यसमा पनि कुरो उही नै हो, माटो जग राम्रो हुनुपर्छ भन्ने कुरो। र यसमा चाहिँ अलिकति अघि 6.2 सम्म मात्र थियो भने यसमा चाहिँ 6.5 सम्म पिएच जान सक्ने भन्ने कुरो छ। इसी चाहिँ लो नै हुनुपर्छ। र गोदावरीको तुलनामा लालुपातेलाई चाहिँ घाम प्रकाशको इन्टेन्सिटी चाहिँ अलिकति कम चाहिन्छ भनेर हामीले बुझौँ। यो लक्स अघि मैले जुन भने लक्स मिटर बजारमा किन्न पाइन्छ, त्यो चाहिँ व्यावसायिक रूपमा हामी पछि काम गर्दाखेरि हामीलाई आवश्यक हुन्छ, त्यसलाई बुझौँ। यसमा अरू सबै कुरो सेम नै हो। म यहाँ जुन केही फरक चाहिँ भन्छु यो पनि कुरो त्यही। यसमा अलिकति सावधानी अपनाउनु पर्ने एउटा कुरा भनेको छ कि पातमा चाहिँ स्प्रे गर्दा फस्फोरसयुक्त मल चाहिँ पातमा भयो भने पात चाहिँ दाग लाग्ने भएको कारणले गर्दाखेरि लालुपातेमा फस्फोरसयुक्त मल चाहिँ स्प्रे गर्ने काम चाहिँ नगरौँ। गोदावरीमा अघि भने ड्रेन्सिङ गर्दा राम्रो, स्प्रे नै गर्छु भन्दा पनि हुन्छ, तर ड्रेन्सिङ गर्दा राम्रो, तर लालुपातेमा चाहिँ स्प्रे चाहिँ नगरौँ। र यसमा चाहिँ यो पातको रङ गाढा र चम्किलो बनाउन चाहिँ क्याल्सियम र म्याग्नेसियमको प्रयोग चाहिँ बढी मात्रामा गर्नुपर्छ भनेर सिफारिस गरिएको छ। पिन्चिङको कुरा अब त्यस्तो धेरै हामी सिकाइराख्नुपर्छ जस्तो लाग्दैन। सबै यानि कि आँगा फैलाउनको लागि पिन्चिङ गर्न जरुरी छ। यदि अलिकति चाँडै रोपेको छ भने 2 चोटि अथवा 3 चोटि पिन्चिङ गर्न सकिन्छ। अलिकति ढिला रोपेको बिरुवालाई 1 चोटि गर्नुपर्छ भनेर मात्रै हामीले बुझौँ। फुलाउन सकिन्छ भन्ने कुरो हो। अरू चाहिँ र गोदावरीको तुलनामा लालुपातेलाई चाहिँ चिसो बढी मन पर्ने भएको कारणले गर्दाखेरि यदि यो चाहिँ कोपिला लागिसकेपछि त्यसलाई चाहिँ चिस्यान हामीले यो मेन्टेन गर्न सके खण्डमा चाहिँ त्यसको हाइटलाई कन्ट्रोल गर्न सकिन्छ। त्यस कारणले अलिक चिसो चाहिँ लालुपातेलाई चाहिँ मनपर्छ भनेर चाहिँ हामीले बुझौँ। अब आइपिएम शत्रुजितको कुराहरू त्यही नै। यसलाई पनि हामीले गर्न सक्ने भनेको रोग लागिसकेपछि त अब रोग तथा किरा लागिसकेपछि त बजारमै गएर के औषधि त्यो किन्नु पर्यो। नत्र भए हामीले प्र्याक्टिसमा ल्याउनै पर्ने कुरो चाहिँ निम ओइल रोग लाग्नुभन्दा पहिलादेखि नै 15 दिनमा एकचोटि स्प्रे गर्ने भनेर चाहिँ हामी बुझौँ। र यसको प्लान्ट ग्रोथ पिजिआरको पनि यो त्यही नै हो। यसमा चाहिँ दुईटै